सम्पूर्णमा स्वागत छ मेरो युट्युब च्यानल गाउँले माइलामा र गाउँले माइला च्यानलको पहिलो भिडियोमा कस्तो भनेदेखि म माइलालाई चाहिँ म गाउँमा नभएको बेला हाम्रो गाउँमा भारी वर्षा भएको थाहा भने चाहिँ मलाई अत्यधिक चिन्ता हुने गर्छ। किनकि हामीले हाम्रो एउटा अत्यधिक सम्भावना रहेको हाम्रो यो निङकोकमा कुशेडाँडा पर्यटक स्थलमा हामीले चाहिँ यहाँनिर केही श्रमदान मार्फत हामीले केही गरिरहेका छौँ, जसमा चाहिँ केही क्षति गर्यो कि भन्ने एउटा वर्षा भइसक्यो केही क्षति भयो होला गर्यो होला भन्ने चिन्ता हुने गर्छ। र यो शुक्रबार भएको एकदम भारी वर्षा एउटा देशैभरि भएको थियो। त्यो वर्षा पश्चात यहाँ कसैबाट पनि यसको जानकारी आएको छैन यहाँनिर के कति यहाँनिर क्षति भएको छ भन्ने कुरा। त्यसैले अब चाहिँ म त्यो हाम्रो निङकोकमा कुशेडाँडा पर्यटक स्थलमा जाँदैछु। म त्यहीँको दृश्यहरू राख्नेछु है त। अब चाहिँ भने म हाम्रो यो निङकोकमा पर्यटक स्थलको यो हाम्रो फेदीमा आइपुगेको छु र आइपुग्दाखेरि निकै दिन भयो नआएको र आज आउँदाखेरि ठ्याक्कै यो हाम्रो यो अगाडि छिर्ने बाटोमा जुन रोपिएको फुलहरू पनि चक्क फुलिसकेको अवस्थामा यहाँनिर देख्न पाएँ र एकदम खुसी लागेको छ। कस्तो भनेदेखि यो गत शुक्रबार हाम्रो देशमा चाहिँ अत्यधिक भारी वर्षा भएको थियो र त्यो वर्षाले चाहिँ कस्तो भनेदेखि हाम्रो देशको यो इलाम जिल्लामा चाहिँ अत्यधिक मानवीय क्षति र भौतिक क्षति पुर्याएको छ। पहिला मैले यसो सामाजिक सञ्जालमा हेर्दाखेरि 17-18 जनाको मृत्यु भएको देखेको थिएँ र पछाडिको एउटा आकलन डाटा हेर्दाखेरि चाहिँ जम्मा 37 जनाले चाहिँ हाम्रो जिल्लाबाट मात्र यसपालि भएको यो भारी वर्षाबाट आएको बाढी पहिरोबाट चाहिँ ज्यान गुमाउनु भएछ। र त्यति धेरै वर्षा हुँदाखेरि त्यति ठुलो बाढी पहिरोहरू जाँदाखेरि यो हाम्रो निङकोकमा पर्यटक स्थलमा पनि केही एउटा ल्यान्डस्लाइडको समस्याहरू जोखिम रहेको छ र रहेको थियो। र त्यो वर्ष पछाडि चाहिँ कसैबाट केही खबर आएन। नआइसके पछाडि आज मैले त्यस्ता गतिविधि के कति भयो भनेर म चाहिँ हेर्न यहाँ आइरहेछु। यहाँ सुरुमै देख्न सकिन्छ थोरै यहाँनिर हल्का यो हाम्रो बाटोको यतापट्टि गएको देखिन्छ भने यो चाहिँ हामीले हाम्रो बाटो यहाँनिर बनाइसके पछाडि यहाँ यसरी बनाइसके पछाडि त्यसै कारणवश यहाँनिर यसरी हाम्रो यो भित्ता कटान भएर झरिरहेको थियो र हिजोअस्तिको वर्षाले पुनः यहाँनिर केही चाहिँ झरेको छ र जति पनि एउटा सोचेको जति चाहिँ त्यति धेरै यहाँनिर पहिरो भने गएको रहेन रहेछ। एउटा बाटो बनाइरहँदाखेरि हाम्रो चुरे क्षेत्रमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो अलिकति चुरेको माटो कपाल हुने भएको कारणले गर्दाखेरि यसरी भित्ताहरू झर्ने समस्या हुँदो रहेछ। यो चाहिँ हाम्रो दसैँ लाग्नु अगाडिको श्रमदान पछि म यहाँनिर आएको छु। र त्यो देखिएको चाहिँ हाम्रो निङकोकमा कुशेडाँडा पर्यटक स्थलको चुचुरो रहेको छ। त्यो चाहिँ एउटा हिल टावर मान्न सकिन्छ। त्यसैबाट चाहिँ म गाउँले माइला हाम्रो गाउँको एउटा ड्रोन सट जस्तै त्यो चुचुराको टुप्पाबाट म मेरो गाउँको चाहिँ एउटा चुचुराबाट केही भिडियो सुट गरेर मेरो गाउँको बारेमा केही बताउने छु यो भिडियोमा। र यहाँ पनि थोरै पहिरो भित्ता झर्नु थालेको रहेछ।
यहाँतिर भने एकदम ठिकठाक छ यहाँको अवस्था भने। यहाँदेखिको अवस्था चाहिँ यहाँदेखि उताको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ म त्यहीँनिर खिच्दै देखाउने छु। अब भने म हाम्रो यो चौतारा रहेको स्थानमा आइपुगेको छु। यहाँ ड्रमको पानीहरू यस सानो ड्रममा फेरि पनि खेलाइएको जस्तो छ पानी। भने यो ठ्याक्कै यो ठाउँको चाहिँ यतापट्टि एउटा पहिला पहिरो गएको ठाउँ छ। त्यो चाहिँ त्यसमा फेरि नयाँ पहिरो गयो कि गएन भन्ने कुरा म देखाउने छु। यो चाहिँ धेरै वर्ष अगाडि यतापट्टिको क्षेत्रबाट पहिरो गएर यो पहिरो चाहिँ अहिले रोकिएको निकै नै वर्ष भइसकेको छ र यसको मुनि हामीले बाँसहरू पनि रोपिसकेका छौँ एउटा पहिरो न्यूनीकरणको लागि। र यता देखिएको सुन्दर गाउँ भने यो हाम्रो गाउँको केही हिस्सा हो। अब भने म हामीले बनाएको सिडी र हाम्रो निकोकपाको चाहिँ डाँडाको चुचुरोतिर लाग्दछु र त्यहाँ पुगेर म मेरो गाउँको दृश्य लिनेछु। अब भने म यो हामीले डाँडा चढ्न बनाएको सिडी भएको ठाउँमा आइपुगेको छु र यहाँनिर आइपुग्दाखेरि हामीले काम गर्दा प्रयोग गर्ने केही तगारीहरू छरपष्ट अवस्थामा छ। यो सायद पानीले हो के भन्ने लाग्छ मलाई चाहिँ यसरी छरपष्ट भएको, किनकि ठुलो पानी परेको थियो र केही एक दुईवटा तगारीहरू फुटेको पनि देख्न सकिन्छ। र मलाई चाहिँ चिन्ता यो सिडीको पनि हुने गर्थ्यो पानी परिसकेपछि, किनकि धेरै पानी परिसकेपछि कस्तो भने अब पानीहरू डल्लिसकेपछि ठुलो भएर यो बनाएको संरचनालाई एकतिरबाट खोलेर बिगार्ला भत्काउला भन्ने चिन्ता थियो। तर त्यस्तो केही कति पनि यसमा असर पुर्याएको छैन, त्यति ठुलो वर्षा हुँदा पनि। भनेपछि यो एकदम राम्रोसँग टिक्नेवाला छ पक्कै पनि। अब भने फाइनली म यो हाम्रो निङकुकमा कुचे डाँडाको चुचुरोमा आइपुगेको छु र विशेष मेरो च्यानलको एउटा उद्देश्य अनुसार केही मेरो भिडियो र केही संवाद रहनेछ। अब चाहिँ भने म यो हाम्रो यो निङकुक कुचे डाँडाको चुचुरोबाट मेरो च्यानल गाउँले माइला को अनुरूप म यहाँ हाम्रो गाउँको एउटा दृश्य लिँदैछु। मेरो युट्युब च्यानल एउटा गाउँले माइलाको राख्नुको मतलब चाहिँ कस्तो भनेदेखि यो एउटा माइलाले एउटा जन्मेदेखि गाउँमा अहिलेसम्म आइपुग्दाखेरि के कस्ता कुराहरू गाउँमा एउटा मानवीय एउटा भौतिक एउटा परिवर्तन एउटा के कति भयो भन्ने कुराहरू, पहिला कस्तो थियो र अहिले कस्तो छ भन्ने कुराहरू म लिने, त्यही कुराहरूलाई म यो भिडियो मार्फत लिने हिसाबले मैले यो च्यानल खोलेको छु। र अब भने मेरो भिडियो भनेको विशेष गरेर मेरो यो गाउँको रहनेछ। यो चाहिँ हाम्रो यो चुलाचुली गाउँपालिका यो इलाम जिल्लाको अन्तर्गत पर्दछ र यो पश्चिमपट्टि देखिएको जति पनि यो हाम्रो 1 नम्बर हुँदै 2, 3, 4, 5 हुँदै यसरी हाम्रो चाहिँ यो पश्चिम हाम्रो यो चुलाचुली गाउँपालिकाको क्षेत्र रहेको छ। र अब भने म यो हाम्रो गाउँको केही कुराहरू म यहाँनिर दृश्यसहित राख्दछु। यो ठ्याक्कै यहाँदेखि यसो देखिएको यो भाग भनेको हाम्रो चुलाचुली गाउँपालिकाको वडा नम्बर 1 को कमल हात्ती लेन्दाको यो क्षेत्र रहेको छ। यो जति पनि यो हाम्रो 1 नम्बर वडा चाहिँ अत्यधिक ठुलो छ। पहिला चाहिँ कस्तो थियो भनेदेखि यो हाम्रो
यो देखिएको बाटोको थोरै पूर्वपट्टि एउटा दाल खोल्ची भन्ने छ। तर त्यो खोल्ची हाम्रो चाहिँ कस्तो भने यतापट्टि हात्तीलेँदा र यतापट्टि कमल गरेर यो दुईवटा वडा थियो र पछाडि एउटा गाउँपालिकाको यो भइसके पछाडि यो हाम्रो हात्तीलेँदा र कमल एउटा गाभिएर एउटा वडा भएको छ र हाम्रो वडामा चाहिँ कस्तो छ भन्दाखेरि ठ्याक्कै घरधुरी कति रहेको छ भने हात्तीलेँदामा मात्र भने तपाईँको यो देखिएको हाम्रो यो हात्तीलेँदाको क्षेत्र यति रहेको छ। यो हाम्रो हात्तीलेँदामा मात्र भने अहिले लगभग 450 घरधुरी होला र यहाँदेखि उता रहेको हाम्रो यो कमल यो हाम्रै 1 नम्बरकै अर्को हिस्सा रहेको छ। यो चाहिँ अलिकति यसको चाहिँ क्षेत्रफल निकै ठुलो भएकोले गर्दा यहाँ चाहिँ लगभग 700 750 कति घरधुरी होला लगभग त्यति गरेर हाम्रो जम्मा हाम्रो 1 नम्बर यो हात्तीलेँदा कमल हाम्रो वडामा चाहिँ तपाईँको 1100-1200 घरधुरी रहेको छ भनेदेखि अनि हाम्रो यो अर्को कुरा के भन्दाखेरि यो हाम्रो यो चुलाचुली गाउँपालिका यो इलाम जिल्लाको अन्तर्गत रहेको छ र यो चाहिँ इलाम जिल्लाको नै यो एउटा समथल एउटा तराई भूभाग रहेको छ। यो एकमात्र तराई क्षेत्र इलाम जिल्लाको भनेको यो चुलाचुली गाउँपालिका हो र त्यसमा पनि के छ भन्दाखेरि हाम्रो हात्तीलेँदा मेरो गाउँमा यो एउटा माइलाको गाउँमा चाहिँ कस्तो छ भन्दाखेरि सानो गाउँ भए तापनि यो हाम्रो हात्तीलेँदाभित्र चाहिँ 4वटा खोला पर्ने गर्छ। एउटा यता पश्चिमपट्टि बागदर, त्यसता खन्युखोल्ची अनि बिसाउने अनि दाल खोला गरेर हाम्रो चाहिँ वडाभित्र हाम्रो हात्तीलेँदाभित्र मात्र हाम्रो चाहिँ कति 4वटा खोला पर्ने गर्छ र यो खोलाले चाहिँ प्रत्येक हाम्रो यो गाउँको बाटोलाई काटेको छ। यो जसले गर्दा हाम्रो बाटो चाहिँ हामीले एउटा झापातिर जानु पर्दाखेरि त्यति सहज तरिकाले एउटा बर्खायाममा चाहिँ हामी जान सक्दैनौँ कि त हामीले यता पश्चिमपट्टिको 2 नम्बर हुँदै कि त हामीले यता कमल हुँदै यसरी छिर्नुपर्ने हुन्छ र त्यसको विकल्पमा भने पछाडि भनेको हाम्रो एउटा ट्रस्ट पुल रहेको छ बनेको छ। त्यसबाट हामी बाइक र एउटा अटोसम्म चाहिँ तर्न सक्छ। र हाम्रो गाउँमा चाहिँ एउटा पुल पनि बनिरहेको थियो। त्यो पुल बनिसक्न लाग्दाखेरि चाहिँ केही एउटा कर्मचारी केही एउटा जनप्रतिनिधिहरूको लापरवाहीले गर्दाखेरि जुन बनिसकेको पुल चाहिँ भत्किन पुगेको छ एउटा वर्षा भएर। म चाहिँ आज मेरो गाउँले माइला च्यानलको यो पहिलो भिडियो बनाएर आउँदा यो भिडियोको लगभग अन्तिम उसमा आइपुगेको छु। म चाहिँ यो मेरो च्यानल अन्तर्गत मेरो एउटा गाउँमा पहिला चाडपर्व मान्दा कसरी मनाउँथ्यौँ र हामीले हाम्रो एउटा समयकालमा हामी के कस्ता खेलमा इन्गेज थियौँ, हामी के कसरी बिताउँथ्यौँ भन्ने कुराहरू र हाम्रो वडामा रहेको मेरो गाउँमा रहेको प्रत्येक खोला गल्लीको एउटा पहिलाको अवस्थाहरूको बारेमा र अहिलेको अवस्थाहरूको बारेमा म भिडियो बनाउने छु। त्यही उद्देश्यले नै मैले यो एउटा युट्युब च्यानल एउटा गाउँले माइला भनेर मैले राखेर खोलेको छु र यति जानकारीको साथै म चाहिँ अब अन्तिम भिडियो ठ्याक्कै यो हाम्रो यो पर्यटकीय स्थलको यो मुनि गएर फेदमा गएर सघाउने छु। र एउटा कुरो मैले यो एउटा गाउँको थोरै मैले जानकारी दिइराख्दाखेरि मैले के चाहिँ छुट्याएछु भन्दाखेरि हाम्रो यो वडामा चाहिँ लिम्बू जातिको चाहिँ एउटा बसोबास ज्यादा रहेको छ। यो चाहिँ एउटा लिम्बू जातिले लगभग 90% एउटा ढाकिएको एउटा बसोबास भएको एउटा हाम्रो यो चुलाचुली 1 हात्तीलेँदा कमल वडा रहेको छ। अबको भिडियो भने थोरै मेरो तल गइसके पछाडि हुनेछ र त्यस पछाडि म यो भिडियोलाई आजको पहिलो भिडियोलाई अन्त्य गर्नेछु। र अब चाहिँ भने म हाम्रो निकुप्पा कुसे डाँडाको चुचुराबाट तल झर्छु फेरि र यहाँनिर अघि आउँदा मैले देखेको थिएँ हाम्रो यहाँ गाउँको माल दाइ म जस्तै माइला उहाँ पनि हुनुहुन्छ। उहाँ चाहिँ यहाँनिर बिरुवाको लागि यहाँनिर उयो बुनिराख्नु भएको छ बाँसको र
विशेष गरेर मेरो युट्युब च्यानल चाहिँ एउटा गाउँले माइला रहेकोले गर्दाखेरि उहाँ पनि मालदाई पर्नु भएकोले गर्दाखेरि कुनै दिनको मेरो भिडियोमा उहाँ मालदाईको एउटा भिडियो पनि म ल्याउने छु। मालदाई अहिलेसम्म गाउँलाई छोडेर कहीँ पनि जानुभएको छैन र म पनि त्यति गएको छुइनँ र केही मालदाईको एउटा कथा कहानी विगतका केही हदसम्म मलाई थाहा छ र बाँकी थाहा नभएको कुराहरू म पक्कै पनि एक दिन मालदाईको यो गाउँले माइलाको च्यानलमा यो गाउँले हाम्रो मालदाईको पनि म भिडियो ल्याउने छु भन्दै अन्त्यमा यो मेरो गाउँले माइला च्यानलको आजको फर्स्ट भिडियो रहेको छ र तपाईँहरूलाई यसो मन परे यो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै मैले आजको भिडियोलाई चाहिँ यहीँनिर अन्त्य गरेँ। हस् त, धन्यवाद।